नमस्कार साथीहरू। आज हामी कुरा गर्दैछौँ राष्ट्रिय स्वतन्त्र पार्टीको बारेमा। यो पार्टी अहिले नेपाली राजनीतिको चर्चाको विषय बनेको छ। के साँच्चै बालेन शाहले यो पार्टीको नियन्त्रण लिन खोजिरहेका छन्? के रवि लामिछानेको नेतृत्व अन्त्य हुँदैछ? आउनुहोस् सबै कुरामा विस्तारमा जानौँ। रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् आरएसपीका अध्यक्ष हुन्। यो पार्टीले छोटो समयमै ठुलो लोकप्रियता पायो किनभने यसले परिवर्तन, युवा र भ्रष्टाचार विरुद्धको कुरा गर्यो। धेरै युवाहरूले यसलाई समर्थन गरे र गत निर्वाचनमा राम्रो मत ल्यायो। तर अहिले यो पार्टी एउटा ठुलो समस्याको सामना गरिरहेको छ। काठमाडौँका मेयर बालेन्द्र शाह, जसलाई बालेन शाह पनि भनेर चिनिन्छ, यो पार्टीको नियन्त्रण लिने प्रयास गरिरहेका छन्। मानिसहरू भनिरहेका छन् कि उनी रवि लामिछानेलाई नेतृत्वबाट हटाउन चाहन्छन्। रविको सट्टा बालेन शाह कुलमान घिसिङलाई पार्टीको सभापति बनाउन चाहन्छन्। कुलमान घिसिङ नेपालको विद्युतीय क्षेत्रमा राम्रो काम गरेर प्रसिद्ध छन् र धेरै मानिसहरू उनलाई राजनीतिमा आएको देख्न चाहन्छन्। बालेनको विचार छ कि यदि कुलमान अध्यक्ष बन्छन् भने पार्टी अझ बलियो हुनेछ। यसैबीच रवि लामिछाने केही कानुनी मुद्दाको कारण जेलमा छन्। यो अवस्थाले पार्टीलाई कमजोर बनाएको छ र बालेन शाहले यो मौकाको प्रयोग गर्न खोजिरहेको देखिन्छ। धेरै मानिसहरू अहिले हेरिरहेका छन् कि पार्टीभित्र के हुन्छ भनेर। रविका केही समर्थकहरू खुसी छैनन्, तर केहीले सोचिरहेका छन् कि नयाँ नेतृत्वले आगामी निर्वाचनमा थप शक्ति ल्याउन सक्छ। सुशीला कार्कीको सरकारले पहिले नै आगामी निर्वाचनको घोषणा गरिसकेको छ। यो निर्वाचनमा बालेन शाह रविको पार्टीको नाम प्रयोग गरेर भाग लिन चाहन्छन्। उनको विश्वास छ कि यदि उनले पार्टी नियन्त्रण गरे भने उनी बलियो रूपमा निर्वाचनमा भाग लिन सक्छन् र सायद थप सिट जित्न सक्छन्। यदि कुलमान घिसिङ सभापति बने भने पार्टीले जनताबाट अझ बढी समर्थन पाउन सक्छ। तर रोचक कुरा के छ भने बालेन शाहसँगै धेरै नजिक रहेका निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आफ्नो सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोस्ट गर्दै स्पष्ट पारेका छन् कि बालेनले अरूको पार्टी प्रयोग गर्न जान्दैनन्। उनले युवाहरूलाई यस्तो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् किनभने बालेन शाह सधैँ राष्ट्रको विकासको लागि काम गरिरहेका छन्। निश्चल बस्नेतका अनुसार बालेन यस्ता कुरामा सम्झौता गर्ने मुडमा छैनन्। साथै रवि लामिछानेका नजिकका सहकर्मी दीपक बोहराले पनि स्पष्ट पारेका छन् कि पार्टीभित्र यस्तो कुनै निर्णय भएको छैन। दीपक बोहराले भने, हामी बालेन शाह र कुलमान घिसिङसँग पार्टी गठनको प्रारम्भिक चरणदेखि नै वार्तामा छौँ। हामी विभिन्न बैठकहरूमा सहभागी भएका छौँ, तर समाचारमा फैलिए जस्तो गरी केही अन्तिम निर्णय भएको छैन। रवि लामिछानेलाई अहिले प्रतिस्थापन गरिने छैन। त अब प्रश्न यो छ, के रवि लामिछाने आफ्नो पार्टीको नेता बनिरहन्छन् कि बालेन शाह र कुलमान घिसिङले नियन्त्रणमा लिनेछन्? यसको जवाफ आउने दिनहरूमा देखिनेछन्। मानिसहरू पर्खिरहेका छन् र हेरिरहेका छन् कि नेपाली राजनीतिमा के हुन्छ भनेर। तपाईहरू के सोच्नुहुन्छ? कमेन्टमा आफ्नो विचार राख्नुहोला।